श्री सुखदेव स्वामी राजा परीक्षितलाई वर्णन गर्नुहुन्छ। हे राजन, कृत्वा दैत्यवधं कृष्ण सरामो यदुभिर्वृतः भुवोऽवतार यद्भारं जविष्ठं जनयन् कलि। भगवान श्री कृष्णले पृथ्वीमा बलदावका साथ अवतार लिएर आएर भगवानले एको पिता बहु पाण्डु सुता सपत्नी भगवानले पंच पाण्डवहरूलाई निमित्त बनाएर द्रौपदी आदिको अपमान आदिलाई निमित्त बनाएर पंच पाण्डवहरूका साथ महाभारत आदि युद्ध गरेर धेरै दुष्टहरूको विनाश गरिबक्स्यो। भगवानको उद्देश्य पृथ्वीको भार हरण गर्नु थियो। महाभारतको युद्धमा धेरै योद्धाहरूले वीर गतिलाई प्राप्त गरे। त्यस्तै प्रकारले भगवानले ती कालनेमी दैत्यहरूको पनि विनाश गरेर अब भगवानले देख्नु भएको आधा आधी पृथ्वीको भार प्राय दुष्टहरूको विनाश भइसकेको छ। जुन उद्देश्यले आफू आइएको हो उद्देश्य पूरा भयो नभयो जस्तो लाग्यो भगवानलाई। दुष्टहरूको विनाश त भयो तर पृथ्वीको भार उतारिएन रे भक्तजन। किन त भन्दा आफ्नै 56 कोटी यदुवंशीहरूले अहिले फेरि पृथ्वीलाई भारयुक्त बनाइरहेका छन्। भगवानका सन्तान धेरै हुनुभयो नि त। अनि भगवानकै बलमा वीर्यमा अलिकति अभिमान पनि थियो रे भक्तजन। भगवानले विचार गर्नुभयो अब यी सम्पूर्ण पृथ्वीको भार स्वरूप भएका मेरा आफ्नै सन्तानहरूको पनि विनाश गरेर संहार गरेर पूर्ण रूपमा भूमिको भार हरण गरेर आफ्नो धाम जानु पर्यो भनेर भगवानले निश्चय गरिबक्स्यो। सुखदेव स्वामी वर्णन गरिबक्सन्छ यस्ता प्रकारले हे राजन, ईश्वरले संकल्प गरेर एवं व्यवसितो राजन सत्य संकल्प ईश्वरः साप व्याजेन विप्राणम समजन्ते स्वकुलं विभु। त्यही भएर भगवानका आफ्ना र पराई छैनन् भक्तजन। भगवानले ब्राह्मणको श्रापलाई निमित्त बनाएर आफ्नै कुलको विनाश गरिबक्स्यो। त्यसपछि भगवान सुधाम गमन गर्नुभयो। राजा परीक्षितलाई अचम्म लाग्यो, हे प्रभु, यदुकुमारहरूले यदुवंशीहरूले त ब्राह्मणलाई इष्टदेव मान्दथे, ब्राह्मणको स्वागत सम्मान गर्दथे, आदर गर्दथे। फेरि यति गर्दा गर्दै ब्राह्मणहरूले किन त्यस्तो श्राप दिनुभयो जुन श्रापले कुल नै विनाश भयो भनेर प्रश्न गर्नुहुन्छ। एकपटक पिण्डारा क्षेत्रमा भगवानका भक्त ब्राह्मण ऋषिहरू विश्वामित्रोसित कण्वो दुर्वासा भृगुरङ्गिरा कश्यपो वामदेवो त्रिवशिष्ठो नारदादय यी ऋषिहरू 10वटा ऋषिहरू पिण्डारा क्षेत्र भनेको द्वारकाको नजिकैको तीर्थस्थल त्यहाँ आउनु भएको रहेछ। विचार गर्नुभयो भगवानको दर्शन गर्न जानु पर्यो। भगवान यति बेला द्वारकामा आउनुहुन्छ। वैकुण्ठनाथ हरिको दर्शन त ती दिव्य सूर्यहरूले जहिले पनि पाउने, तर त वैकुण्ठनाथ मर्त्यलोकमा आएर मानव देहलाई धारण गरेर लीला विहार गरेको दर्शन बडो दुर्लभ छ। युगौं युगको प्रतीक्षापछि मात्रै यो सौभाग्य मिल्दछ। अब द्वारकाधीश भगवानको द्वारकामा गएर आँखा अघाउने गरेर मन भरिने गरेर दर्शन गर्न पर्यो भनेर ती सम्पूर्ण ऋषिमुनिहरू द्वारकामा आउनुहुन्छ। भगवानले दर्शन दिनुभयो। दर्शन दिँदा बित्तिकै ल ठिक छ आउनुभयो, दर्शन पाइयो, ल म अलि व्यस्त छु भनेर बिदा पनि दिनुभएछ। अलि लामो समय भगवानसँग सङ्गत गर्ने बस्ने भनेर आएका ऋषिमुनि भगवानले जाऊ भन्नुभयो, बिदा दिनुभयो। अब मन नलागे पनि जानु पर्यो। त्यहाँबाट जानुभयो पिण्डारा क्षेत्रमा गएर उहाँहरू निवास गर्नुभएछ। यहीँ बस्यो भने कहिले कसो भगवान यताउता घुम्दाखेरि दर्शन गर्न पाइएला भनेर ती ऋषिहरू त्यहाँ बस्नु भएको थियो। एक दिन यदुकुमारहरू भगवानका सन्तानहरू घुम्दै घुम्दै पिण्डारा क्षेत्रमा पुगेछन् भक्तजन। त्यहाँ गएपछि ती ऋषि कुमारहरूले ती ऋषिहरूलाई देखे नै ती भगवानका पुत्रहरूले ती ऋषिहरूलाई देख्नुहुन्छ। त्यसपछि त विनाशकाले विपरीत बुद्धि, नाश हुने बेलामा उल्टो मती आउँछ। भगवानका छोराहरूले ती ब्राह्मण तपस्वी ऋषिहरूलाई देखेपछि मनमा नराम्रो भाव आएर यिनीहरू कति नै आफूलाई तपस्वी भन्ठान्छन्, त्रिकालदर्शी, सबै कुरा जान्ने भन्ठान्छन्। आज हामी यी ब्राह्मणहरूको परीक्षा लिनु पर्यो। भक्तजन, जाम्बवतीको छोरा साम्ब अलिकति छोरी मान्छे जस्तै हुनुहुन्थ्यो रे, रूप
बोली सबै। अनि यदु कुमारले साम्बलाई स्त्री बनाएर छोरी मान्छे बनाएर त्यो पनि गर्भवती बनाएर माथिबाट घुङ्गट कपडाहरू ओढाएर लिएर गए ऋषिहरूको सामु। अनि भन्छन् कि हे ऋषिवर, हे ब्राह्मण देवता, यी हाम्री बहिनी हुन्। अहिले यिनी गर्भवती भएकी छिन् र यिनले जान्न चाहन्छन् यिनको गर्भमा छोरा छ कि छोरी छ। यिनी लजाएकी छिन् बोल्न, हामीलाई सोध्देऊ न भनेकी भएर हजुरहरू त्रिकालदर्शी, हजुरहरूले बताउनु पर्यो। ती ब्राह्मणहरू साँच्चै त्रिकालदर्शी हुनुहुन्थ्यो। ती ऋषिमुनि विश्वामित्र आदि ऋषि देख्नुभयो भगवानको छोराहरूको बुद्धि के भएको, हाम्रो यसरी निन्दा गरिरहेका छन्, हामीले नचिन्ने जस्तो भनेर यिनीहरूले यस्तो हाम्रो उपहास गरेका। अब सबै चुपो लाएर बस्नु भएको थियो। दुर्वासा ऋषिलाई क्रोध आयो। तिमीहरू कति नै भगवानको बलले, वीर्यले, तेजले आफूलाई शक्तिशाली ठान्दछौ मूर्ख बालकहरू। तिम्रो बहिनीको यो गर्भमा छोरा पनि छैन, छोरी पनि छैन। तिमीहरूको कुललाई विनाश गर्ने एक हातको मुसल छ भनेर श्राप दिनुहुन्छ। झसङ्ग हुन्छन्, अब दौडेर जान्छन्। ब्राह्मणको श्राप टार्नै नसकिने हुन्छ, कुलको विनाश गर्ने खालको हुन्छ। अलि पर गएर वस्त्र फुकाएर हेर्दा त भक्तजन नभन्दै एक हातको मुसल खङ्ग्रङ्गै भुइँमा खस्यो। सबै डराए गएर मथुराका राजा उग्रसेनलाई बताए, हामीबाट भुल भयो, त्रुटि भयो, हामीले ब्राह्मणको निन्दा गर्यौँ, ब्राह्मणले हामीलाई यस्तो श्राप दिनुभयो। उग्रसेनले यो कुरा कसैलाई थाहा दिनु हुँदैन, बाहिर फैलाउनु हुँदैन, चुपचाप प्रायश्चित गर्नु पर्दछ भनेर मुसललाई लिएर जानुभयो। त्यसपछि त्यही पिण्डरक नामक क्षेत्रमा समुद्रमा त्यो मुसल फलामको थियो। यत्रो त्यसलाई घोड्दा घोड्दा त्यो मुसललाई घोटेर फाल्नु पर्यो भनेर फलामलाई रगड्दा त्यहाँबाट चूर्ण निक्लिन्छ नि भक्तजन, त्यो मसिनो धुलो त्यो समुद्रको जलमा माथि माथि तैरियो। त्यही यार नाम गरेको घाँस भएर उम्रियो। त्यसको फल बडो मधुर हुन्थ्यो। त्यो फल खाएपछि मात लगाउँथ्यो। त्यो मादक पदार्थलाई उत्पादन गर्ने यस्तो वृक्ष बन्यो। त्यसको पातहरू बडो धारिला हतियार भइदिए भक्तजन। अब घोड्दा घोड्दा त्यो सानो टुक्रो, फलामको टुक्रो हातमै नआउने भयो कि हात कोप्ने भयो। अनि ती उग्रसेन आदि यदु कुमारहरूले अब यत्रो सानो मुसलले के गर्ला र भनेर फुत्त त्यही समुद्रमा फालिदियो। त्यहाँ चाहिँ एउटा माछो रहेछ, त्यसले फलामको टुक्रो फुत्त निल्यो। एउटा माझीले जाल हालेको थियो, फलामको टुक्रो खाएको माछो त्यो जालमा खस्यो। अब उसले जाल तानेर घरमा लगेर माछा सुधार्दा त उसको पेटमा त सानो फलामको तीखो टुक्रालाई देख्यो। त्यो माझीको साथी ब्याधा रहेछ, जसको नाम थियो जरा। अनि त्यो माझीले भने, ओहो मेरो साथी त ब्याधा हो, उसले चाहिँ त्यो हो बाँडको टुप्पोमा चाहिँ यस्तै फलामको टुक्रालाई तिखारेर तीखो बनाएर हान्छ साथी शिकार गर्न सकु भनेर यो मैले साथीलाई दिएँ भने साथीलाई काम लाग्छ भनेर उसले त्यो सानो मुसलको टुक्रो जरालाई दिन्छ। जराले जुन बाणमा त्यो मुसलको टुक्रो हानेको थियो, भक्तजन हालेको थियो, राखेको थियो, त्यही बाणद्वारा भगवान श्री कृष्णलाई प्रहार गर्दछ। भगवान त्यही मुसललाई ब्राह्मणको श्रापलाई निमित्त बनाएर सुधाम गमन गरिबक्सन्छ।